So this is probably the last part of the like revision CBSको बायोकेमिस्ट्री पर्सन यो। सो यसमा चाहिँ हामीले लाइक के को बारेमा कुरा गरौँ भन्दाखेरि लाइपोप्रोटिनहरूको बारेमा कुरा गरौँ। लाइक हाम्रो हाई डेन्सिटी लो डेन्सिटी कुन कुन हुन्छ भन्दाखेरि लाइक काइलोमाइक्रोन भयो, काइलोमाइक्रोन अनि त्यसपछि बिएलडिएल आइडियल एलडिएल भयो अनि त्यसपछि अर्को चाहिँ एसडिएल भयो। सबसे लो डेन्सिटी हो, सबसे हाई डेन्सिटी भनेको यो। अनि यिनीहरू चाहिँ लाइक यो बिएलडिएल एलडिएल आइडियल अथवा एसडिएल यिनीहरू चाहिँ एन्डोजिनस हो। एन्डोजिनस किन भन्दाखेरि हाम्रो बडीमा बन्छ, बडी भनेको कता लिभरतिर बन्छ। काइलोमाइक्रोन चाहिँ यो फुडबाट अब्टेन हुने हो क्या यो चाहिँ काइलोमाइक्रोन मेनली। सो यसलाई चाहिँ एक्जोजिनस भन्छ होइन, एक्जोजिनस लाइपोप्रोटिन। अब सुरुमा चाहिँ हामी काइलोमाइक्रोनकै कुरा गरौँ होइन। सो काइलोमाइक्रोनको कसरी बुझौँ भन्दाखेरि लाइक एउटा मोटे बच्चा होइन, त्यो मोटे बच्चाको नाम चाहिँ समिन्डो छ क्या। अनि त्यसलाई चाहिँ त्यो समिन्डो भन्ने मोटेलाई चाहिँ लाइक हुन्छ नि एकदम त्यो बाहिरको हुन्छ नि फ्याटी फुडहरू, अब कस्तो लाइक चिज बर्गर भनौँ हुन्छ नि लाइक त्यो ससेज यताउता मोमो धेरै लाइक खानु रुचाउने क्या। अनि लाइक त्यो अब फ्याट फुडमा चाहिँ के हुन्छ भन्दा पनि हुन्छ नि त्यसमा चाहिँ अब हाम्रो लाइक यसले खाँदाखेरि के हुन्छ भन्दाखेरि लाइक यसको मुखमा हुन्छ नि इन्जाइम हुन्छ क्या, लाइक सेलिभरी लाइपेज भन्ने। त्यो चाहिँ सबैकोमा हुन्छ। तर हाम्रो यो फुच्चेकोमा हामीले लाइक एज एक्जाम्पलमा त्यसले चाहिँ के हुन्छ, त्यसले त्यो इन्जाइमले के गर्छ भन्दाखेरि सुरुमा हुन्छ नि ब्रेकडाउन गरिदिन्छ क्या त्यो हाम्रो यो डाइटरी फ्याटहरूलाई लाइक ब्रेकडाउन गरेर सुरुमा के गरिदिन्छ भन्दाखेरि अब मोनोग्लिसराइडमा कन्भर्ट गरिदिन्छ। अनि त्यसमा भएको अब के हुन्छ कोलेस्ट्रोल बाउन्डेड कोलेस्ट्रोल अथवा कोलेस्ट्रोल स्टर छ भने फ्री कोलेस्ट्रोलमा कन्भर्ट गरिदिन्छ। यसरी नै लाइक फ्री फ्याटी एसिडहरूमा लाइक कन्भर्ट गरिदिन्छ। अनि यस्तो हुन्छ। अनि यो चाहिँ हुन्छ नि बोलसको फर्ममा बनाइदिन्छ क्या। अनि यो बोलसको फर्ममा चाहिँ हाम्रो स्मल इन्टेस्टाइनमा जान्छ। अनि यो बोलस चाहिँ ग्लोब्युलको फर्ममा बन्छ क्या। यही अब बोलस चाहिँ हुन्छ नि ग्लोब्युल। अब यो ग्लोब्युलमा बनेपछि चाहिँ हाम्रो दुइटा कुराले एक्ट गर्छ क्या, लिभर एन्ड प्यानक्रियाज। सुरुमा चाहिँ हाम्रो लिभरले चाहिँ के गर्छ भन्दाखेरि बाइल साल्ट रिलिज गरेर यो हुन्छ नि यो फ्याट ग्लोब्युलहरूलाई इमल्सिफाई गरिदिन्छ क्या। लाइक अझै राम्ररी डाइजेस्ट होस्, अझै लाइक हामी लाइक राम्रोसँग हुन्छ नि ट्रान्सपोर्ट गर्न मिलोस् भनेर हुन्छ नि बडीमा। सो लिभरको काम चाहिँ त्यो हो। त्यसपछि प्यानक्रियाजले एक्ट गर्छ। प्यानक्रियाजले चाहिँ हुन्छ नि प्यानक्रियाटिक लाइपेज इन्जाइम रिलिज गर्छ। अनि यो जुन लिभरले बाइल साल्ट अथवा बाइल एसिडहरू रिलिज गरेर यो फ्याट इमल्सिफाई गरेको थियो। त्यो फ्याट इमल्सिफाई गरेको लाइक अझै अप्टिमाइजली हुन्छ नि अप्टिमाइज ड्रपलेटमा कन्भर्ट गरेर चाहिँ हुन्छ नि प्यानक्रियाटिक लाइपेजले एक्ट गरोस् अनि अझै राम्रोसँग ब्रेकडाउन होस् भनेर लाइक ब्रेकडाउन गरिदिन्छ क्या। अनि फेरि यो हुन्छ नि यो सुरुमा जुन भनेको थियो त्यो यिनीहरू फेरि भन्छ क्या मोनोग्लिसराइड फ्री फ्याटी एसिड अनि कोलेस्ट्रोल यताउता होइन। अनि फेरि यो मिसेल्सको फर्म हुन्छ। अनि यो चाहिँ हाम्रो एन्टेरोसाइटमा जान्छ क्या। अब यो एन्टेरोसाइटमा जान्छ। अब हाम्रो एन्टेरोसाइटमा चाहिँ के हुन्छ भन्दाखेरि लाइक फेरि यिनीहरू एसेम्ब्ली हुन्छ। तर मेनली चाहिँ हामीले अब यत्तिकै हुन्छ नि अब त्यही ओरिजिनल फर्ममा त हामीले कहाँ लिएर आउन सक्छौँ र फेरि तिनीहरूलाई ब्रेकडाउन गर्ने। अनि फेरि यो ब्रेकडाउन गरेर नि इजिली मुभेबल छैन नि त हाम्रो बडीभित्र, त्यही भएर यिनीहरू स्टेप्स चाहिन्छ क्या। सो यति भइसकेपछि चाहिँ हाम्रो एन्टेरोसाइटमा चाहिँ लाइक हुन्छ नि एसेम्ब्ली हुन्छ। एसेम्ब्ली भइसकेपछि चाहिँ टिजी भन्छ। अनि यो टिजीलाई चाहिँ हुन्छ नि लाइक हरेक हुन्छ नि अब आफ्नो पहिचान हुन्छ नि त्यसरी नै यसमा नि अब आफ्नो पहिचान भनेको चाहिँ लाइक कसरी काइलोमाइक्रोन भने एपोबी48 भन्ने हुन्छ क्या। अनि त्यही एपोबी48को स्ट्याम्प लागेपछि यो टिजीमा हामीले काइलोमाइक्रोन भनिन्छ। अनि यो एपोबी48 लाइक यत्तिकै लाइक हुन्छ नि त्यो पहिचानको लागि मात्रै होइन, यसको काम पनि छ लाइक यसले चाहिँ हुन्छ नि हाम्रो यो लिम्फेटिक सर्कुलेसनबाट सिस्टेमिक सर्कुलेसनमा झारिनलाई नि काम लाग्छ। अनि त्यसरी नै काइलोमाइक्रोन लिम्फेटिक सर्कुलेसनबाट सिस्टेमिक सर्कुलेसनमा जान्छ। सिस्टेमिक सर्कुलेसनमा चाहिँ हाम्रो यो एसडिएलबाट चाहिँ हाम्रो के भन्छ एपोसी2 र एपोई भन्ने फेरि लाइक यो के भन्ने लाइक मार्कर लिन्छ। अनि यो मार्कर लिएपछि चाहिँ लाइक एपोसिडीको चाहिँ काम के भन्दा पनि लाइपोप्रोटिन लाइपेज एक्टिभेट गर्ने हो। त्यसरी नै लाइपोप्रोटिन लाइपेज
एक्टिभेट गरेपछि भित्रको कोलेस्ट्रोललाई ब्रेकडाउन गरेर अझै कोलेस्ट्रोल फ्री फ्याटी एसिडमा कन्भर्ट गरिदिन्छ। अनि इले चाहिँ रिसेप्टर मेडिएटेड एन्डोसाइटोसिस गराउँछ। कहाँ गराउँछ भन्दाखेरि लाइक लिभरमा गराउँछ। लाइक त्यति नै हो। काइलोमाइक्रिन त्यसरी नै मेटाबोलाइज हुन्छ।